तपाईले देख्नुभयो देशकै 1 नम्बर पार्टी बनिसक्यौं हामी। कांग्रेस र एमाले मिल्दा पनि हामीले धेरै ठाउँमा जितेका छौं र ऐतिहासिक रिकर्डहरू बनेका छन्। हामीलाई अरु कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो। एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने जनतासँग, 64 मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि सम्बन्ध कायम गरेर एउटा नयाँ क्रान्तिको तयारी हामीले गर्नै पर्छ। त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ। म के भन्न चाहन्छु, क्रान्ति शान्तिपूर्ण हुनेछ। हाम्रो शक्ति नपुग्दा हामीले चाहे जस्तो गर्न सकेका छैनौं। अहिले हामी जनतासँग यही कुरा भनेका छौं, हामीलाई शक्ति चाहियो। फेरि एकचोटी यथास्थितिवादी पार्टीहरुसँग मिलेर सरकारमा जाने कुनै रुचि हामीलाई छैन। हामी जनतासँगै ठिक छौं, हामी हाम्रो वर्गसँगै ठिक छौं। हामीलाई अपमानित गर्न खोजियो। तर तपाई हामीले देख्यौं, जब हाम्रो पार्टीले अब कसैसँग नमिलिकन आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडि बढ्ने भन्यौं, हामीले उपचुनावमा र मलाई लाग्छ हामी सबैले यो आत्मविश्वासको साथ काम गर्यौं भने छिटै हामी फेरि अहिले देखा परेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ। यही अपिल तपाईहरुलाई गर्न चाहन्छु। तपाईहरु विचार गर्नु होला, समय छिटै नै आउँदैछ। लिडरशिपको सिंगै टिम फेरि एकचोटी हाम्रो वर्गसँग, हाम्रो मुद्दासँग, हाम्रो समुदायसँग एकाकार हुने संकल्प सहित हामी अगाडि बढेका छौं। एकचोटी फेरि हामीलाई हिजो जनक्रान्तिमा साथ दिने जनतासँग, हिजो जनक्रान्तिमा सहभागी हाम्रा हिजोका पीएलएका सबै कमान्डर र योद्धा साथीहरूसँग, सबै घाइते अपाङ्गसँग, जेल नेल यातना भोगेकाहरूसँग, 64 मा हामीलाई माया गरेर मतदान गर्ने जनतासँग एकचोटी फेरि सम्बन्ध कायम गरेर एउटा नयाँ क्रान्तिको तयारी हामीले गर्नै पर्छ। त्यो क्रान्ति शान्तिपूर्ण हुनेछ। म के भन्न चाहन्छु, क्रान्ति शान्तिपूर्ण हुनेछ। तर यदि राज्यले र सरकारमा हुनेहरूले बल प्रयोगको चाहिँ गल्ती गरे, उनीहरूले दमनद्वारा रोक्न खोजे भने त्यहाँ जनताको विद्रोहको अधिकारलाई दुनियाँको कुनै ताकतले रोक्न सकेको छैन, नेपालमा पनि रोक्ने छैन। कारण मजदुर साथीहरू, अहिले हामीले जसरी विभिन्न जातीय मोर्चाका अधिवेशन गरेका छौं, विभिन्न जनवर्गीय संगठनका अधिवेशनहरू गरेका छौं, देशभरि अभियान चलाएर हामी हिँडेका छौं। यहाँ प्रतिगमन र यथास्थितिको षड्यन्त्र हुन खोज्दा काठमाडौँमा आएर लाखौं जनता उतारेर त्यसलाई खबरदारी गरेका छौं। आजसम्म पनि हामी सरकारले जसरी सुशासनका विरुद्ध, भ्रष्टाचारका पक्षमा काम गरिराखेको छ, जसरी सामाजिक अपमान र विभेद गर्ने गरेको छ, त्यसलाई हामीले खबरदारी भनिराखेका छौं। आजसम्म पनि हामी खबरदारी भनेका छौं। तर म तपाई मजदुर साथीहरूलाई के भन्न चाहन्छु भने, हामीले अहिले देशको परिस्थिति जस्तो देखेका छौं, खाली कुनै खास वर्ग समुदायको मात्रै होइन, सिंगै राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै, जहाँ मौलिक अधिकारको रूपमा मजदुर लगायत सबैलाई अधिकार दिने कोसिस भएको छ, त्यो कार्यान्वयन गर्नेतिर भन्दा त्यसलाई उल्ट्याउने जमर्कोहरू भएका छन्। ठूलो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने चेष्टा विभिन्न कोणबाट गर्न खोजिएको छ। त्यसलाई परास्त गर्ने र तपाईहरुले भनेको जस्तै चाहे न्यूनतम वेतन वृद्धिको कुरा होस्, चाहे श्रम ऐनमा मजदुर विरोधी प्रावधान हटाउने कुरा होस्, चाहे आउटसोर्सिङ र ठेकेदारी प्रथाको अन्त्य गर्ने कुरा होस्, होटल मजदुरको तपाईहरुले भने जस्तो 10% सेवा शुल्कको कुरा होस्, या सामाजिक सुरक्षासँग सम्बन्धित विषय होस् र राज्यका नीति निर्माणमा मजदुरको प्रतिनिधित्व हामीले धेरै पटक छलफल गर्यौं। तर हाम्रो शक्ति नपुग्दा हामीले चाहे जस्तो गर्न सकेका छैनौं। अहिले हामी जनतासँग यही कुरा भनेका छौं, हामीलाई शक्ति चाहियो। फेरि एकचोटी यथास्थितिवादी पार्टीहरुसँग मिलेर सरकारमा जाने कुनै रुचि हामीलाई छैन। हामी जनतासँगै ठिक छौं, हामी हाम्रो वर्गसँगै ठिक छौं। तपाईहरु कन्फ्युजनमा नपर्नु होला, विभिन्न खालका मिडियामा आउने समाचारहरूबाट भ्रमित नहुनु होला। हामी आन्दोलनद्वारा फेरि एउटा नयाँ आर्थिक क्रान्तिद्वारा
यी तमाम समस्याहरूको समाधान गर्नतिर हामी अग्रसर छौँ। मैले तपाईँ मजदुर साथीहरूलाई यो गम्भीर ढङ्गले अपिल गर्न चाहेको छु। यो देशमा भ्रष्टाचारको एउटा कारक शासकीय स्वरूपमा छ। त्यसकारण प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति यो देशलाई अनिवार्य छ भनेर हामीले भनेका छौँ। त्यसैगरी निर्वाचन प्रणाली जस्तो छ त्यो पनि एउटा भ्रष्टाचारको कारक हो र देशमा अस्थिरताको कारक हो। त्यसकारण त्यहाँ पनि हाम्रो वर्ग र जनताको हित अनुकूलको निर्वाचन प्रणाली, समानुपातिक निर्वाचन प्रणाली नै हुनुपर्छ भनेर हामीले भनेका छौँ। हामीलाई अरू कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो माओवादी भनेर आरोपित गर्न खोजियो, हामीलाई अपमानित गर्न खोजियो। तर तपाईँ हामीले देख्यौँ जब हाम्रो पार्टीले अब कसैसँग नमिलिकन आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने, एक्लै अगाडि बढ्ने भन्यौँ, हामीले उपचुनावमा तपाईँले देख्नुभयो देशकै 1 नम्बर पार्टी बनिसक्यौँ हामी। तपाईहरुले सोभियु निर्वाचन देख्नुभयो, कांग्रेस र एमाले मिल्दा पनि हामीले धेरै ठाउँमा जितेका छौँ र ऐतिहासिक रिकर्डहरू बनेका छन्। र मलाई लाग्छ हामी सबैले यो आत्मविश्वासको साथ काम गर्यौं भने छिटै हामी फेरि अहिले देखा परेका तमाम समस्याहरू समाधान गर्न सकिन्छ। यही अपिल तपाईहरुलाई गर्न चाहन्छु। तपाईहरु विचार गर्नु होला, समय छिटै नै आउँदैछ।